मेरो परिवारलाई कुन मानसिक तनाव भोग्नु पर्यो र कुन अवस्थामा हामीलाई पुर्याइयो भन्ने कुरा त मैले अख्तियारमा गएर बयान दिएर त्यसको तामेलीमा हालिसकेपछि त्यो पछाडि राष्ट्रिय सतर्कता केन्द्रले टेक्निकल अडिट गर्दाखेरि त्यहाँ चाहिँ अख्तियारका मान्छे प्राविधिक र सीए पनि बस्दा रहेछन्। कुनै यहाँ फिल्डमा आएर हेरेर चेक जाँच एउटै विषयमा 1000 चोटि चेक जाँच भइसकेपछि अब डराउनु पर्ने त केही थिएन होला नि। मानवीय संवेदना पनि हुन्छ होला, कति ठाउँमा विपद हुन्छ होला, अर्को के हुन्छ होला हैन, कुन कन्डिसनमा गरेको निर्णय भन्ने हुन्छ नि हैन। अनि मैले बसौँ जेल जानु पर्यो, तिनटै पार्टी जाने, सप्लायर्स पनि जान रेडी छन्, म त गइ नै हाल्ने, मलाई त लगिहाल्नु पर्यो हैन, यसरी टुङ्गाउँ भनिरहेको। अब मलाई यहाँ अरू केही छैन, भरतपुरले स्वामित्व लिइसकेपछि मलाई चाहिँ त्यो फरफराको जिम्मा मानरले पालिकाले लियो भन्दा त उहाँहरूलाई 5 महिनामा पैसा दिए पनि 6 महिनामा दिए पनि दिँदै नदिए पनि 18 करोडमा 12 करोडमा मिलाए पनि त भयो नि त हैन। म त उन्के नि त, यता पार्टी मुद्दा पनि फिर्ता नगर्ने मलाई नि चेप्ने, यहाँबाट अब छुटकारै नमिल्ने भयो क्या। तल सामान छ त्यो बेच्छु नै भन्दाखेरि त्यो बेच्ने सामान पनि तल छैन, त्यति पनि थाहा छ मलाई। त्यो त